नमस्कार दर्शकवृन्द, आफ्नो जीवनमा धेरै पटक प्रिन्ट मिडियाको लागि एउटा तह र तबकामा पुगिसकेका विभिन्न क्षेत्रका उच्च वर्गका व्यक्तिहरूसँगको अनुभव सँगालिसकेको छु र पनि आज काठमाडौँ जिल्लाको बौद्धबाट झन्डै 17-18 किलोमिटर मात्रै परतिर काठमाडौँकै एउटा गाउँ लप्सीपैदी गाविसमा यतिकै घुम्दै जाँदा अनायास भेटिएका एउटा तामाङ युगल जोडीलाई देखेपछि एउटा अनौपचारिक कुरा गर्ने इच्छा मनमा जाग्यो र यतिकै उहाँको जीवनको एउटा अविस्मरणीय क्षणहरू, उहाँको जीवनका सुख दुःखहरू समेट्ने मौका पाएको छु र यहाँहरूलाई आज तिनै तामाङ युगल जोडीको एउटा अनुभव यहाँहरू समक्ष प्रस्तुत गर्दैछु। एकचोटि हेरिदिनु होला। तपाईँहरूलाई एउटा कुरा थाहा छ, काठमाडौँबाट यति नजिकै हुनुहुन्छ तपाईँहरू, यो लप्सीफेदी गाविस, आफूले चाहिँ कुन नुन खानुहुन्छ? म ढेर जस्तो त्यही अब गरिब हो अनि त्यही ढिकी नुन पनि खानुहुन्छ होइन? अनि कहिलेकाहीँ त्यो आई नुन पनि खान्छ। ए भनेपछि 2 रुपियाँ पाथीको नुन थाहा छ तपाईँलाई? अहिले पनि पाथीमा किन्नुहुन्छ? अहिले कति छ? 100 रुपियाँ पाथी? 100 रुपियाँ पाथी पुगिसक्यो है। तेल कति रुपियाँ मान्नु थाहा थियो तपाईँलाई? मलाई तेल 4 रुपियाँ। ए 4 रुपियाँ पाथी, 4 रुपियाँ मानु। अनि 12-13-14 वर्षको उमेरमा चुरोट, कुन चुरोट खानुहुन्थ्यो? कति रुपियाँ बट्टा थियो? 20 पैसा बट्टा थियो। हजुर। 10 खेली आइगयो। अनि त्यो पनि बाबुआमालाई झुकाएर अलिअलि त्यो त यस्तो हो नि आमा, उहाँको एउटा बितेको एउटा होइन, एउटा इतिहास भइसकेको होइन, रमाइलो कुरा हो होइन उहाँ। अब अनि भनेपछि एउटा कुरा सोधिहालौँ न, तपाईँहरू बिहा गरेको यत्रो वर्ष भयो होइन? 18 वर्षको उमेरमा बिहा गर्नुभयो, अहिले 60 वर्ष हुनुभयो, 42 वर्ष बितिसकेछ। 2 जना, 8 वटा बच्चा थिए, 3टा बिते, 5 वटा छोराछोरी सबै बिहा भइसके होइन? नाति नातिनी भयो होलान्? 11 वटा भइसक्यो। 11 वटा नाति नातिना। त्यो छोराछोरीको गर्दाखेरि मोगडी बाटो 11 वटा भइसक्यो। तपाईँहरू 2 जना खुसी हुनुहुन्छ नि है? खुसी त छँदैछ नि, माया लाग्छ नि होइन? भीमबहादुर दाई, हजुर माया लाग्छ आफ्नो श्रीमतीको? माया त लाग्छ है। तपाईँलाई लाग्छ आफ्नो श्रीमतीको? आमा माया नलागे के नभए भनेपछि एउटा अर्को कुरा सोधौँ न, तपाईँले जिन्दगीमा सबैभन्दा धेरै पैसा कति कमाउनु भयो? हुन त कति कमाउनु भयो होला? यत्रो घरजम गर्नुभयो, सृष्टि गर्नुभयो होइन, यत्रो गर्नुभयो, बिहाबारी गर्नुभयो, कति व्यवहार गर्नुभयो, गाउँमा एक किसिमको इज्जत छ, समाजमा एउटा इज्जत छ, मान्छन् सबैले, आफ्नो ठाउँ अनुसारको मान मर्यादा छ। मलाई एउटा कुरा भन्नुहोस् न, कति पैसा कमाउनु भयो तपाईँले? सम्झना लायक पैसा कति कमाउनु भयो जिन्दगीमा? मेरो पैसा त कमायो त्यहीँ गइहाल्यो, जहाँ कमायो त्यहीँ गइहाल्छ। अनिखेरि त पैसा भनेको त मलाई त कहिले पनि सुक्कै भएन। कहिले भक्तपुर, कहिले थिमी गई, अलिअलि 40-50 रुपियाँ कमाएँ, के गरेँ, त्योदेखि चाहिँ मैले कमाउनु पनि सकिनँ। अहिले घरमै बसेर चाहिँ घाँस सोतर गरेर दुध बेचेर 100-150 कमाएको थिएँ। दिनको 100-150 भन्दा त्यस्तो कमाएको त्यस्तो ठुलो रकम तपाईँलाई सम्झना छैन है? छैन। कमाउनु सके पो सम्झना हुनु। मेहनत त गर्नुहुन्छ नि है तपाईँ? मिहिनेत त म गरिहालेको छ। मिहिनेत गरे पनि त्यो कहिले मलाई पाएन। अनि कसरी चलाउनु भयो त नि यत्रो तपाईँको खर्च, यत्रो व्यवहार, त्यति पैसा कमाएर? एक दिन कमायो एकजनालाई दियो, एक दिन कमायो एकजनालाई दियो, के गर्यो, हरेक गर्दा गर्दा व्यवहार चाहिँ हुँदो रहेछ भन्ने सम्झना भावना चाहिँ मलाई आयो। जोस् खर्च चल्यो। तपाईँलाई जिन्दगीमा कहिले बिरामी हुनुभएको छ? कहिले थल्लिनु भएको छ? म बिरामी चाहिँ
भएको थियो एकचोटि आजसम्म चाहिँ मलाई चाहिँ बिमारी भएको चाहिँ भएको छैन छैन है छैन के भएको थियो तपाईँलाई एकचोटि बिमारी हुँदा एकचोटि बिमारी भन्दाखेरि त्यो 22 दिने भन्छ कि 23 दिने भन्छ त्यो दादुरले छोएर त्यो भयो अनि त्योदेखि चाहिँ आजसम्ममा चाहिँ सुतेर बस्ने चलन चाहिँ मलाई भएन औषधि गर्न जानुभयो अस्पताल औषधि त्यो बेलामा एकखेर गएँ यही साँखोमा नत्र म त्यो औषधि मुलो मैले खानु परेको पनि छैन आजसम्म है मेरो जिन्दगी अनि त्यतिमै आजसम्म टारेको चाहिँ मर्ने बेलामा के भने हो खै अहिले हेर्दा त तपाईँ अर्को 40 वर्ष नि केही हुँदैन जस्तो देखिनुहुन्छ बा भनेपछि तपाईँको खल्तीमा 5000 रुपियाँ एकैचोटि परेको छ जिम्मेमा छैन है कति परेको छ त्यही 500-600 त्योभन्दा बढी खल्तीमा परेको बैङ्कमा खाता खोल्नु भएको छ ब्याङ्कमा खाता पनि खोलेको छैन छैन है अलिकति प्रसङ्गलाई अलि अन्तै लैजान्छु एकछिन चुनाव आउँछ नि चुनाव नेपालमा नेताहरू भोट माग्न आउँछन् नेताहरूले भोट माग्न आउँछ हामीलाई केही पनि भन्दैन केही भन्दैन अनि पोहोरको परारको सालमा के अरे जग्गु सुब्री जितेर के भनेर निस्क्यो भनेर हामीलाई त यो ठाउँमा हाल पनि भनेन त्यो ठाउँमा हाल पनि भनेन मैले त माधव नेपाललाई हालिदियो अनि हेर त कहाँ भयो माधव नेपाल भोट माग्न आउनु भएको थियो त्यो पनि थाहा थिएन अनि हेर त सबैले एमाले भन्थ्यो त्यसै बैठो मलाई कसैले पनि भोट माग्न आए पनि ए सबैले त्यसो भने तपाईँले भोट हालिदिनु भयो नेता देखाएको छैन तपाईँले सबभन्दा नजिकबाट कुन चाहिँ नेतालाई देख्नु भएको छ अहिलेसम्म तपाईँले भोट हाले नेता तपाईँको क्षेत्रको अनि फेरि यो काठमाडौँकै गाविस यत्रो वर्ष कति चुनाव भइसक्यो ठुलो नेता चाहिँ कसलाई नजिकबाट भेट्नु भएको छ मैले त्यो नजिक भेटेको चाहिँ को भेटेको थिएँ भने जोगमेर श्रेष्ठ भेटेको ए जोगमेर श्रेष्ठलाई भेट्नु भएको त्यो आउलन्द बलन्दमा अनि मलाई केही काम केही दिएन अनि मैले चिन्नु पनि छोड्यो केही पनि छोड्यो अनि कोही जोगमेर श्रेष्ठ त बितिसक्नुभयो जस्तो छ होइन थाहा पाउनु भयो नि हजुर त्यो बितिसक्यो जोगमेरलाई दिने पर्मा मैले चाहिँ प्यालालाई दिन्छु ल अनि अरू नेता चाहिँ मैले कुनै नेता चाहिँ चिनेको छैन तपाईँलाई नेताहरूप्रति तपाईँलाई भन्नु केही छ कस्तो लाग्छ हाम्रो देशको नेताहरू तपाईँलाई केही गुनासो छ भन्नु त मलाई चिने पो भन्नु मैले अब म यस्तै ठाउँ परियो नेता चिन्नु सकिन त्यही एउटा जोगमेर श्रेष्ठ एउटा चिनेको थियो त्यो चिने पनि त्यसले वास्ता गरेन अनि अरू नेता चाहिँ मैले बिल्कुल चिनेको रेडियो सुन्नुहुन्छ रेडियो सुन्नु त सुनेको छ कहिलेकाहीँ आफूसित रेडियो छैन अर्को घरमा कति सुन्नु समाचार आफूसँग रेडियो समाचार सुन्नुहुन्छ त समाचार चाहिँ सुनेको छ कहिलेकाहीँ है तपाईँलाई सबभन्दा मनपर्ने नेता कोही छ अब मनपर्ने नेता को भन्नु जो आयो भने त्यस्तै भन्ने रहेछ अनि मनपर्ने नेता को भन्नु नभन्नु अब हिजो काङ्ग्रेसको नेता झलनाथ खनाल भन्ने मलाई थाहै छैन त्यसले कस्तो झलनाथ खनाल काङ्ग्रेसको नेता होइन नि त नेकपा एमालेको नेता हो त्यो पनि थाहा छैन हजुर त्यसलाई काङ्ग्रेसको भनेको सुनेको थिएँ मैले हजुर त्यो होइन धेरै चाहिँ ऊ गरेको रे भन्ने सुनेको थिएँ संसारमा है त्यो आफू देख्ने होइन के होइन कोही पनि छैन मनपर्ने नेता अब आफूले थाहा भएको पो मनपर्ने नेता भन्नु विकास छैन के छैन है नेताहरूले के गरिदियो भने हुन्थ्यो जस्तो लाग्छ तपाईँलाई
हामीलाई त नेताहरूले त हामीलाई मल दिए के गर्दै हुन्थ्यो जस्तो लाग्छ। के गर्दै हुन्थ्यो जस्तो ल मल दिए हुन्थ्यो अरू के गर्दै हुन्थ्यो? मल दिए यो रासायनिक महँगी नगर्दे हजुर हरेक गर्दे हुन्थ्यो लाग्छ। अब है एकै बाजी कता कता हिमालको तेमाल पुर्याइदियो ओइ थालाउले बाबु थिए मल चाहिएको बेलामा हामीलाई पाएन, हजुर केही पाएन, कहाँ कहाँ जानु पर्यो। यहाँको मान्छे थाङ्गोडसम्म गएर मल किन्नु पर्यो, हरेक गर्नु पर्यो नि। ए लप्सीफेदीको मान्छे थानकोट गएर मल किन्नु पर्यो है? किन त्यस्तो भयो? 2 दिन लागेर के होला अब टिकस काटेर हरेक गरेर पैसा तिरेर किन्छु भन्दा पनि पैसा तिरेर किन्छु भन्दाखेरि पनि टिकस काटेर अघिल्लो दिन टिकस काटेर नागरिकता लगेर हरेक गरेर त्यो पनि 2 दिन 3 दिन लागेर भाडा तिरेर ल्याउनु पर्यो। किन त्यस्तो भयो होला? खै त्यो चाहिँ त्यो नेताहरूको जाल के होला कस्तो होला त्यही समस्यामा पर्यो। तपाईँ सबैभन्दा टाढा काठमाडौँबाट कहाँसम्म जानुभएको छ? म सबैभन्दा काठमाडौँ टाढ्दै त्यही भद्रकालीसम्म चाहिँ गएको छु। नै काठमाडौँ काटेर बाहिर जिल्लामा? बाहिर जिल्लामा त्यही चितवनसम्म गएको छु। चितवनसम्म जानुभएको छ? चितवनभन्दा परतिर कस्तो संसार होला जस्तो लाग्छ तपाईँलाई? त्यो थाहै छैन। कल्पना गर्नुहुन्छ होला नि कहिलेकाहीँ? कल्पना गए पो कल्पना गर्नु त्यो चाहिँ थाहा छैन। कहिलेकाहीँ नगएको ठाउँको पनि कल्पना गरिन्छ नि? त्यो चाहिँ थाहा भएन मलाई। थाहा भएन है? नपुग्ने ठाउँ कहाँ थाहा है? तपाईँले यो लप्सीफेदी गाविसमा जन्मिएको मान्छे होइन, तपाईँले थाहा पाउँदादेखि आजसम्म के फरक पाउनुभयो लप्सीफेदी गाविसमा? के भयो जस्तो तपाईँलाई धेरै विकास भयो ओहो पहिला र अहिले भन्ने लागेको छ कि त्यस्तै त्यस्तै जस्तो लागेको छ कि के फरक पाउनु भएको छ बा? यहाँ मलाई त्यो बेलामा चाहिँ के लाग्थ्यो भने 4 रुपियाँदेखि तेल खाने हजुर मोटी तेल मोहरमा आउनु दिन्थ्यो। हजुर त्यो थाहा पाएँ। अनि बाटो किन यो यति 46 सालमा हो कि कति सालमा हो त्यो बाटो यति खोलेको त्यति थाहा भएन। यसो अरू केही भएको छैन? छैन। ए रुख बिरुवा जहाँको त्यहीँ छन् होइन? ए बाटो एउटा कच्ची बाटो खुल्यो, नुनको भाउ बढ्यो, तेलको भाउ बढ्यो, साँखुमा मोटर आउँदैन थियो होला, आउन थाल्यो त्यही होइन? त्यति अहिले त जर्सी बाउसम्म मोटर बाटो आयो। जिन्दगीमा कति खुसी हुनुहुन्छ तपाईँ जिन्दगी देखेर? जिन्दगी त त्यो पाउसम्म आउँदाखेरि चाहिँ खुसी नै लाग्यो। कहिलेकाहीँ त्यही हप्ताको 1 जोडी 2 जोडी कुनै पिकअप यता आउँदाखेरि चाहिँ ल्याउँदाखेरि अलिकति खुसी त्यति हो। नै आफ्नो जिन्दगी देखेर कतिको सन्तुष्ट हुनुहुन्छ? ए मेरो जिन्दगीदेखि चाहिँ पहिला यो गाउँमा जिन्दगीमा यो गाउँमा ऊ आउँदैन भन्थ्यो बुढापाकाहरूले, के मोटर आउँदैन भन्थ्यो, त्यति चाहिँ आयो। अरू चाहिँ थाहै छैन है? ट्याक्सी चढ्नु भएको छ? छैन। ट्याक्सी चढे छैन? छैन। महिनामा कतिचोटि काठमाडौँ जानुहुन्छ? काठमाडौँ त काठमाडौँ नै हो, सहरमा रत्नपार। म रत्नपार त्यस्तै वर्षको 1 चोटि है? के गर्न जानुहुन्छ? कहिले कहीँ त्यसै केही तालमेल गरेर रत्नपारसम्म चाहिँ म चिन्छु पनि जान्छु पनि। के गर्न जानुहुन्छ नि रत्नपार? त्यस्तै व्यवहार केही मान्छे भेट्न केही गर्दाखेरि जाने। गाई बस्तु छन्? त्यति हो। गाई बस्तु छ। कतिवटा के छ? भैँसी एउटा, राँगो एउटा। दुध बेच्नुहुन्छ? दुध बेचेको त्यही दिनको 150-200 कमाउँछु म अहिले। राम्रो गर्नु भएको रहेछ नि भैँसीको दुधबाट। त्यति मात्रै।
कहाँ हो त कहाँ लैजानुहुन्छ बेच्न यहाँबाट पाउँछन् दर्शन पवा ए अनि त्यो 150-200 कमाउनुहुन्छ दिनमा के गर्नुहुन्छ त्यो पैसा अब अलिअलि चिया खाने अलिअलि चुरोट खाने घरमा त त्यो आदि आइपुग्ने रहेछ है खेतीबारी जोड्नुभयो कमाए चटै छैन सबै बाउको सम्पत्ति बाउको सम्बन्धी अलिअलि छ बेच्नुभयो बेचेको पनि छैन जोडेको पनि छैन धेर भाइ पो बाउको सम्मति त 5 भाइलाई कति कति हुनु अलिअलि बाँड्दै हिँड्दा आमा तपाईँलाई कुन चाहिँ नेताको नाम आउँछ मैले त के थाहा नाम कसको पनि आउँदैन भोट हाल्ने गर्नुहुन्छ भोट चुनावमा चुनावमा भोट हाल्नुहुन्छ नेताको नामै थाहा छैन किन नि त्यस्तो अनि कसरी हाल्नुहुन्छ कुन नेतालाई के को आधारमा हाल्नुहुन्छ कुनै नेताको नाम थाहा छैन आमा राजनीतिक पार्टीको नाम थाहा छ कुन पार्टीलाई भोट हाल्नु भयो त अस्ति मान्छेले चहाल भन्यो त्यसैमा हाल्दिने हैन किन हाल्या त्यसरी भोट भोट मागेपछि त हाल्नु पर्यो नि मागेपछि हाल्दिनै पर्यो हैन बिग्रिया छ जस्तो लाग्छ अहिले देश हाम्रो देश बिग्रिया छ जस्तो लाग्छ अहिले पहिलेको तुलना जस्तो भन्दा अहिले के भइरहेछ नराम्रो अहिले हाम्रो चामल मागिदिए मल छैन रासायनिक मल छैन नुन मागी त्यत्तिकै तेल मागी त्यत्तिकै अनि दुनियाँले कसो गर्ने बाँच्न गाह्रो हो बाँध्नलाई गाह्रो नेताहरू त ठुल्ठुलो घरमा बस्छन् भन्ने सुन्नु भएको छ उनीहरू त कहाँ बसेको छ के गरेको छ त्यो त थाहै छैन नि हामीलाई त राम्रो राम्रो मोटर चल्छन् ठुल्ठुलो घरमा बस्छन् हामीलाई के थाहा अनि चढेको हो कि नचढेको हो कि अनि अलमलमा यो आन्दोलन हामीलाई नै परिरहेको छ दुनियाँले भनेपछि अब के हुन्छ होला त नेपालमा के हुने हो भने सिमाना थाहै भएन भने थाहा नै भएन है हेलो यस्तो नराम्रो कसको कारणले भएको होला जस्तो लाग्छ त्यो पनि थाहै छैन कुनै नेताले गरेको हो कुनले गरेको हो त्यो पनि थाहै छैन चुनाव आएपछि भोट हाल भन्छन् अनि भोट हाल्नु जाँदा सबै गाउँले सल्लाह गरेर एकै ठाउँमा हाल्नु चाहिँ फरक फरक ठाउँमा हाल्नु कोहीले फरक जानेले फरक ठाउँमा हाल्छ होला नत्र भने पिछलो जस्तो गर्छन् अनि त हाल्नु लगाउँछ त्यो भोट हाल्न जाँदा यत्रो कागज दिन्छ नि त्यसको चिन्ह त थाहा हुन्छ कुन चिन्हमा भनेर सिकाउँछन् तपाईँहरूलाई त सिकाउँछन् यसमा हालेन भनेदेखि पिछलो जस्तो गर्छन् पिट्लान जस्तो नि गर्छन् है त्यस्तै हो त आमा तपाईँलाई पनि त्यस्तै गर्छन् त्यो त हो है तपाईँले आफूले पढ्न पाउनु भएन होइन जिन्दगीमा नपढेको भएर अलि पछाडि परियो कि भन्ने लाग्छ तपाईँलाई म त अब समयमा बाउले पढेर दिएन म दुःखमा भुलियो पढ्ने स्कुल पनि थिएन होला थिएन अनि म कहाँ जाउँ जस्तो पनि लागियो अनि लाग्दा यही गाउँमा जन्मेको पनि बसेको पनि यही गाउँमा अब बुढेसकाल भयो कहाँ जाने अनि तपाईँले आफूले नपढेपछि 5 वटा छोराछोरीलाई पढाउनु भयो पढ्नु सकेन मैले छोरालाई चाहिँ पढाउनु भयो छोराले चाहिँ पढायो किन त्यस्तो गरे तपाईँ अब के हो ताल त्यस्तै भयो छोरीलाई चाहिँ नपढाएर छोरालाई मात्रै पढाउनु त त्यो त अलि अन्याय भएन र बा खै त्यो बेलामा छोरीहरू पढ्नु जाउँ भने नमाने जस्तो धेर जस्तो हामी नपढ्ने जस्तो किन तपाईँले पढ्न जाऊ भन्नुभएको थियो पढ्नु जाउँ त भनेको थियो अब के हो कान्छी एउटालाई हो पढ्नु लगाएको त
त्यस्तैमा भनेपछि कान्छी एउटालाई चाहिँ पढ्न जाऊ जस्तो गर्नुभयो, दुईटी छोरीलाई चाहिँ पढ भन्नु भएन। सानो सानोमै बिहे भयो नि त। ए सानोमै बिहे भएर पनि ठुलो छोरी त कति 15 वर्षमा बिहे भएन, बिहे 15 वर्षमा। त्यो अब घरबार परिवार पनि हेर्नु पर्यो, अनि वस्तु भाउ बाख्रा कुखुरा सबै हेर्नु पर्यो, अनि त्यही कारणबाट पनि। अनि छोराहरूलाई चाहिँ वस्तु भाउ कुखुरा हेर्न नलगाएर छोरीहरूलाई मात्रै किन लगाउनु भएको छ? त्यहाँनिर चाहिँ मैले नराम्रो गरी जस्तो मनमा लाग्दैन तपाईँलाई बा? त्यो के भयो अनि अहिले म दुःख लागेर बसेको छ। अहिले दुःख लाग्छ है तपाईँलाई? पढेकै भए जिन्दगीमा केही न केही प्रगति त हुन्थ्यो होला जस्तो त लाग्छ है तपाईँलाई? छोरा जति छोरीहरू पढ्नु पाएको भए छोरीहरूलाई पनि अलिअलि काम त पाइने होला नि। छोरालाई चाहिँ कति पढाउनु भयो? एउटा कान्छो 12 सित्यो, जेठो बिए सित्यो, त्यति। छोरालाई बिए पास गराउनु भयो तपाईँले, छोरीलाई पढाउँदै पढाउनु भयो? ठिकै छ बा, तपाईँले जे भए पनि अहिले आफूलाई दुःख महसुस गर्नुभयो, जे भए पनि पढाउनु पर्दो रहेछ भन्ने थाहा भयो होइन? जे भए पनि छोरा छोरीको व्यवहार गर्नुभयो, राम्रो गर्नुभयो, जिन्दगीमा खुसी हुनुहुन्छ होइन? हाँसी खुसी हुनुहुन्छ। अब यो बितेको कुराहरू हो होइन? मैले तपाईँलाई दुःखी बनाउन खोजेको होइन, मैले पनि कति गल्ती गर्छु नि जिन्दगीमा होइन? त्यो त्यस्तै हो, तपाईँले आफूले सक्दो गर्नुभयो नि। मैले आज तपाईँहरू दुवैजनालाई देखेर अनायास मलाई तपाईँहरूसँग अन्तर्वार्ता गर्न मन लाग्यो। किन थाहा छ? तपाईँहरू दुईजनाको यो जोडी अति राम्रो जोडी होइन? यो ठाउँमा देखेर होइन म पनि बुढो हुन्छु, मैले तपाईँसँग पनि धेरै कुरा सिक्नु छ, त्यो भएर मैले यो इन्टरभ्यू गरेको। तपाईँहरू दुवैजनालाई धन्यवाद है त। फेरि भेटौँला ल। मैले रुवाइदिएँ है, त्यस्तो नठान्नु होला। यो